ओके गाइस, अब चाहिँ हामी यहाँबाट बाटो लाग्यौँ। स्टलले खतरा छ। गाइसहरूलाई अब अमेरिकामा होइन यही हो, यस्तै छ। हाम्रो यसो बेला बेला समय पाइन्छ अनि बेला बेला साथीभाइ भेट हुन्छ अनि बेला बेला रमाइलो गरिन्छ होइन। यस्तै कुराहरू देखाएर अब कतिवटा नेपालको हुन्छ नि त्यो एउटा साथीभाइसँग भेटघाट गर्ने होइन, एउटा रमाइलो गर्ने नेचरललाई चाहिँ यहाँनिर अब यसरी कुरा गरेको भिडियोहरू तपाईँहरूलाई देखाउने होइन। अनि यो चाहिँ यस्तो हुन्छ खासमा भन्नुपर्दाखेरि चाहिँ होइन, जे जस्तो भयो भने अलिकति सिस्टमेटिक तरिकाले चाहिँ सिस्टम चाहिँ राम्रो भइदियो भने अब राम्रो भएर गइदियो भने जुन अहिले नेपालको सरकार छ उनीहरूले सिस्टम राम्रो बनाएर लगिदियो भने नेपाल चाहिँ त्यतिकै नै स्वर्ग छ क्या। किन मान्छेहरू विदेशमा भनेको चाहिँ तपाईँको सोसियल लाइफ चाहिँ जिरो हुन्छ क्या। हुन्छ नि अब सोसियल लाइफ जिरो हुन्छ। साथीभाइ भेटघाट भनेको पनि छुट्टीमा अनि तपाईँको के भन्छ फेस्टिभलतिर मात्रै भेट हुन्छ क्या। सधैँभरि भेटिरहनु पाइँदैन होइन। अनि अब त्यस्तो भएपछि सोसल लाइफ चाहिँ चिरो हुन्छ। अनि जति पनि अमेरिकामा बस्ने विदेशमा बस्ने साथीभाइहरू हुनुहुन्छ, नट ओन्ली अमेरिका, सबैतिर अरू अरू ठाउँ पनि बस्ने साथीभाइहरूले फोटोहरू हालेको देख्दा भिडियोहरू हालेको देख्दाखेरि नेपालमा बस्ने साथीभाइहरूले ओहो अमेरिका यस्तो रहेछ, विदेश यस्तो रहेछ। नट ओन्ली अमेरिका, अस्ट्रेलिया होइन, युके, जापान एन्ड अरू अरू देशहरू, कोरिया होइन, यस्तो हुन्छ विदेशमा यति राम्रो हुन्छ। बट यहाँको स्ट्रगलै डिफ्रेन्ट हुन्छ क्या हो। अनि त्यो हामीलाई यहाँनिर अब त्यो फोटोसोटो हालेको यसो घुमेको भिडियोहरू देखाएको चाहिँ त्यो जस्ट त्यो छुट्टीको समयमा हुन्छ नि, कहिले काहीँ गरेको मात्रै हुन्छ। त्यो देखेर चाहिँ होइन हाम्रो साथीभाइहरूले ओहो यार विदेश भनेको चाहिँ यो हो यार, विदेश जानुपर्छ भन्नु। तर जब विदेश आउने मान्छेलाई मात्रै थाहा हुन्छ क्या, अमेरिका, अस्ट्रेलिया होइन, जापान, कोरिया होइन, अरू अरू जुन देशमा बस्नुहुन्छ नि साथीभाइहरू उहाँहरूलाई मात्रै थाहा हुन्छ कि विदेशी लाइफ कस्तो हुन्छ भनेर क्या।